साथीहरू वेलकम ब्याक टु माई च्यानल। आज हाम्रो घुम्ने जाने प्लान भइरहेको छ। डे अफ दाजुभाइको सँगै दाजुभाइको डे अफ सँगै भएको कारणले गर्दाखेरि होइन बुद्ध कल्चर प्रमोट बुद्ध कल्चर पाउँ हामी दाजुभाइ सेम टी सर्ट लगाएर निस्किँदैछौँ इकोतिर जाने रुमबाट निस्क्यौँ हामी अब चट्टसँग चाबी नलाउ भाइ यहाँको चाबी लाउने मेन ढोकाको भइहाल्छ मेन ढोकाको चाबी लाउने उनीहरूसँग छ ल्याउनु भएन छ मैले त ल्याएको छु ढोकाको चाबी लगाउने हाम्रो भिल्लाको नाम रोमा भिल्ला चाबी लगाएको होइन त भाइ रेडी टु गयो होइन त चल्यौँ हामी यो सामान पार्सल गर्न पनि हिँडेको खास नेपालदेखि एउटा दाइले चट्टसँग पार्सल मगाइदिनु भएको थियो अस्ति भेट्नु भएन त्यही भएर सामान एयरपोर्टमा दिनु पाएनौँ हामीले त्यो पोस्ट अफिसतिर भिल्ला यही हो हाम्रो है होइन नाम देखाइदिनु अगाडिबाट हाम्रो भिल्ला यता यता देखाउनु दिस इज आवर भिल्ला भिल्ला रोमा हामी चाहिँ खास सामान पुर्याउने बाहना मात्रै हो अरे सानो पुऱ्याउने घुम्ने केटी हेर्ने चाहना हो भाइले त खतरा हात्ने थियो थियो त अनि अस्ति त यो पनि अगस्ता होटलकै पानी कम्पनी रहेछ यहाँनिर चाहिँ हो र यता यो पार्क देखाइदिउँ न यहाँ यसरी पार्कहरू होइन यहाँ बाटो यस्तो छ वकिङ स्ट्रिट हो यहाँको होइन ठिक छ नि भाइ ब्याकप्याक त खतरा छ यार मसला त अझै राख्नु पर्थ्यो कि हामी यार भाइ यतिबाट खिच्नु न आइजी आइजी फेरि युरोपियन केटीहरू चाहिँ फेरि के साह्रो राम्रो राम्रो हो युरोपियन केटीहरू त है भाइ फर्स्ट टाइम युरोप आएर पनि होला खै त युरोपियन केटीहरू त देख्दैखेरि राम्रो पनि लाग्छ त उतापट्टि जाउँ भाइ ल अब यतापट्टि हिँड्ने ठाउँै छैन यहाँ चर्च रहेछ क्या होइन भाइ यो चर्चै जस्तो लाग्यो मलाई जस्तो लाग्यो सायद चर्चै होला यो ठाउँ हो क्या चर्च भयो यस्तो पार्कहरू छ है यस्तै पार्कहरू क्याफे र यो केसिनो हान्नुपर्छ कि क्या भाइ ग्याबिङ क्लब 100 रुपियाँसम्म चाहिँ हान्नुपर्छ है लट्ठी लगाएर पनि आइदियो भने आइदिइहाल्यो त होइन भाइरमा आउनुपर्छ भन्ने थियो राई भाइले भाइरमा आउनुपर्छ हान्नुपर्छ भन्दै थियो परिहाल्यो भने परिहाल्यो नि परिहाल्यो हो त अन्त नि ए यहाँ छ ग्याबिङ क्लब यस्तो क्यासिनो स्यासिनो छ अलिक ठुल्ठुलै भन्न नि मिलेन सानो नि भन्न मिलेन ठिकै मिडियम साइजको सिटी हो यतिको हाम्रो लागि त ठुलै हो नि भाइ यतिको त होइन गाउँ जस्तो पनि त्यस्तो धेरै भिडभाड पनि छैन रोडहरू खाली खाली हाइवे पनि खाली खाली छ Alright, to Bulgaria. Okay. Not English. Okay. We'll translate it, no problem. Number or address? That's the town. Hisar. Okay. Sorry. That's the street. सिम लिनुपर्छ जस्तो अब सिम किन कम्प्लेन Did you sell it?
के भन्छ मनी You want to get money from this? रिसिभर No, no. पे उसले They make this. That's not voucher. हाउ मच उसले आफै तिर्छ त्यो हुन्छ ल त्यसमा Huh? Stava. You need Bulgarian number. बुल्गेरियन नम्बर चाहिँ भएन The system. अठेबन बुल्गेरियन नम्बर चाहिँ You need Bulgarian number. फर द सेन्डर अल्सो You working in the mineral water. या Just get one guy with Bulgarian number with Bulgarian name. मालिक पैसा बोस Postलाई, Number is postलाई. not active in the system. No. समेटे ओके पोस्ट थ्याङ्क यू You need Bulgarian number and also Bulgarian number. फर द सेन्डर अल्सो Yeah. The sender and the receiver. ओके If you need the address on the that's you can find on the internet. Just write on the internet account office कुन and चाउ त्यो भनिदिइहाल्यो कि भाइले अब काम भएन यहाँको नम्बर चाहिन्छ भरे नम्बर लिने मिल्छ सोधौँ न यहाँ नम्बर लिने ठाउँ चाहिँ कहाँ छ होला त अब पासपोर्ट चाहिन्छ भिसाको फोटो छ तपाईँसँग छ भिसाको फोटो अर्को फोटो छ अर्को मगाउनु होला खिचिरहेको फोटो चाहिँ खिचिरहेको छ सिम कार्ड लिनलाई अब के चाहिने रहेछ भनेर बुझ्नु गयो पासपोर्ट पनि छैन आइडी साइडी पनि केही छैन अब के चाहियो बुझेर आउने बुझेर आएपछि अन्त पछि चाहिँ के चाहिने डकुमेन्ट्स लिएर गएर किन्ने भन्ने प्लानमा हामी अब सिम कार्ड बेच्ने दोकानतिर लाग्यो A1 भन्ने चाहिँ मैले देखिरहेको थिएँ देखाउँदा त्यहाँनिर पाउँछ भनेर थाहा थियो र ठ्याक्कै अहिले लोकेसनमा हेरिकन हिँडेँ म यस्तो यस्तो सानो सानो दोकानहरू छ धेरै ठुलो होइन ब्याङ्क चाहिँ यहाँनिर वेस्टर्न थियो यतैबाट आएको त्यतिबाट इङ्ग्लिस मा इङ्ग्लिस पसिनै निकाल्थ्यो बुझ्दैन फेरि सबै बुझ्छु नि त बोल्न मात्रै सक्दिनँ भाइले कमेडी गर्छ भ्याट फकमा इङ्ग्लिसमा त्यस्तो भन्छ कसरी घुमाउनु पर्छ यहाँ 3 चोटि खिच्नुपर्छ क्या ए घुमाएर हामीतिर आइरहेको छ क्यामेरा छैन अहिले अगाडिको खिचिरहेको छु हेर त कतिको आइरहेको छ कसरी आयो सिधै राम्रो आइरहेको छ We don't have a favorite place. We have a favorite people. यहाँ अब सिधै जानु कि अब यता जानु सिधा जानु एकछिन जाउँ अन्त सोच्दैछु एकचोटि सिधा जाउँ अन्त ल होइन जाउँ अनि बेला के हुँदैन जाउँ यता बाटो काटिहाल्नु मैले गाडीमा आएको जयप्रकाश सिंहबाट काट्नु पनि गाडी थिएन जाँदा बाटो काट्नु कति बज्यो र दाइ जाने यार उता जिब्रा क्रसिङ चाहिँ जहाँ बाटो काट्नु भन्छ के हुँदैन अहिले अहिले कति नि के यहाँ कोइन मात्रै चल्छ होला फेरि पोइन्ट छ त छ भने निकालौँ त ल के खानु रेडबुल खानु भने त्यो छैन रहेछ के रहेछ 80 सेन्ट्समा कोला रहेछ हो 80 सेन्ट्समा कोला रहेछ
सबैको आइसटी 80 सेन्ट निकाल नि त ल हँ 80 सेन्ट कुन हो यहाँ कोक एउटै चाहिन्छ 80 सेन्टको होइन हौ 5-10 पिस सबै गरेर निकाल न भइहाल्छ 1 रुपियाँ हाल्दा फिर्ता आउँदैन आउँछ हँ आउँछ होला कसरी क्लिक गर्ने त हाल न त 1 रुपियाँ हाल त म गरिदिइहाल्छु नि के टेन्सन लिन्छ यो पहिला हामीले उहाँ साउदीतिर चलाएको छ त होला दुबईमा चलाएको छ यहाँको भाषा छ नि त रनमती पैसा 1 रुपियाँ थियो त छैन क्या हो 2 रुपियाँ चाहिँ रहेछ खेल्यो नि त ल्याएर 1 रुपियाँ पनि छ हो दुईवटा 50 को ल्याऊ नि त अन्त पनि फेरि यो के एउटा 50 70 10 छ त एट्टी सेन्ट्स भइसक्यो यहाँ हालेको बुझ्यौ हाल्नु न बुझ्यौ नि नम्बर 50 सेन्ट्स आइसक्यो त भाइ यस्तो पो हुँदो रहेछ रे है यस्तो हुँदो रहेछ हेलो गाइज फर्स्ट टाइम के अरे एलिभेटर के भन्छ एलिभेटर होइन, यो के मेसिन पो भन्छ नामै बिर्सेँ भन्नु त तपाईँले भेन्डिङ मेसिन हो भेन्डिङ मेसिन या हाल न सिधै कोक हामी त यहीँ तलबाट त हिँड्ने हो है त्यही त भनेको अब यता आउँदा पनि हुन्छ यता हिँडेकै हो यता जाउँ न भनेर नि त्यही भएर ए 56 नम्बर कहाँ छ दाइ मैले त देखिनँ त त्यसको साइडमा थियो त नि डिफेन्सको लेखेर अलि अर्कै पातल पातलो टाइपको है के हाँस्दै कहाँ हो होला अलि अर्कै टाइपको लाग्यो पातल पातल टाइपको छ है मुस्लिम अक्षर लेखिरहेको छ यो यहाँ बन्दैन क्या हो साउदी अरब बिएमडब्ल्यू चाहिँ लास्टै धेरै होला यार यहाँ त्यसलाई कुन किन्नु मन लाग्यो त्यो फुच्चेले मर्सिडिज किन्छ तिनीहरू तलब कति छ होला है 1-2 हजार छैन भाइ हजुर उयो त्यो केटी छैन त्यो केटी यो 8-900 आउँछ अरे कसको होइन हौ त्यो छक्का टाइपको केटी छैन त्यसको ए त्यो त्यसको दिनको 35 रुपियाँ अरे हौ दिनको 35 रुपियाँ 35 युरो अरे क्या मेरो जस्तै लाग्यो होइन यहाँ फुलको दोकान छ यहाँ चाहिँ यस्तै बाइक किन्नु पर्ला जस्तो लागिरहेको छ कि मलाई तर कति पैसा पर्छ भने होइन 5-6 हजार पर्ला पर्छ होला मेरो 5-6 हजार त नेपाल गएर किन्नु कि यहीँ किन्नु कि महँगो 5-6 हजार भनेको
महँगो भने नेपालीमा कन्भर्ट बाइक कुदाएर पनि जानु पाइहाल्छ होला अनि यो अरू कन्ट्रीतिर जान पाइँदैन बाइक युरोपभरि त के यहाँको बाइक लिएर अरू कन्ट्रीतिर पनि जानु पाइहाल्छ होला नि होइन होला पाउनु भन्नु नेपालको लिएर गइन्छ त होइन इन्डिया अन्त हामी चाहिँ किन हिँडेर थाहा छैन यति घुमिहिँडेको सिम कार्ड लिने ठाउँमा के चाहिन्छ भनेर सोध्नु हिँडेको त्यतै सिधा हो र नि धेरै ठाउँमा गइसक्यो यहाँबाट उता जाँदा हुन्छ नि त कति वर्ष यहाँको भन त कति वर्ष हेर मोबाइल राम्रो हो कि नेपाली टिभीहरू भेट्न जाने भनेको होइन कति वर्ष हेर न 5 बजीसम्म ए तेरो यार सक्यो छोड्यो अब नेक्स्ट विक नेक्स्ट विक ल तिमीलाई खोजेर थाल्छु घाँटी त यो गला ठुलो भएको कि घाँटी ठुलो भएको के हो क्या के जङ्गल पारी ए अन्त नि गौतम बुद्धको फोटो दामी पछाडि किन बन्द गर्नु यही उतापट्टि जाउँ न सोलिड देखेर यार तपाईँ पनि खिच्यो अहिले गरिदिनु न त्यो भिडियो सेन्ड गर्नुहुन्छ मलाई ल त्रिवेदीको यहाँ फुलको बगैँचामा यहाँ गाडी आउँदैछ यो मान्छे पनि उहाँ जान्थ्यो त भयो अर्कै भिडियो है यो चाहिँ फेरि हिजो किन हिँड्नु भएको तपाईँ बेलुका बेलुका ए भन्नु क्यामेरामा एकछिन टुर गरेको नि भाइ त्यो बोर्ड देखेर थाहा पाइहाल्यो नि त्यो रातो बोर्डै हो क्या त्यो ए भनेर स्लिम पाउने ठाउँ यो सिम कार्ड लिने ठाउँ यही हो है भित्र के चाहिन्छ भन्ने कुरा थाहा छैन A1 भन्ने सोपमा यहाँ सिम कार्ड पाउँदो रहेछ अब गएर सोध्ने हो होइन के भन्दो रहेछ द्रास्ति बस द्रास्ति सिम कार्ड हिजो निस्क्यो माछा पाउने दोकान रहेछ माछा पकाएर बेच्ने दोकान रहेछ भन्छ ए भाइ माछा पकाएर बेच्ने दोकान रहेछ यहाँनिर फिस फिस अफ आउनु छिटो हिँड्नु भन्दै अस्ति त्यो हन्डा बाइक यहाँ आएको रहेछ यिनीहरू कस्तो गाली गाली हो यिनीहरू चाहिँ बुल्गेरियन होइन कि क्या फिलिपिन होइन होइन ल यहाँ हेर्नु न एडजस्ट हालेर बाइकमा त्यही भएर पड्किने बनाएको बसेको रहेछ मोडिफाई गरेर चाहिँ खतरा कोठा रहेछ के अरे हिजो छैन बाटो छैन क्या यहाँ न्यू प्लेस छैन जुम गऱ्यो
फोटो हाल्ने यहाँनिर फुटपाते दोकान रहेछ फलफुलका सबै कुरा सानो सानो थोकहरू मिलाएर बेच्दो रहेछ यहाँनिर चेरी रहेछ यार कस्तो मजाको यहाँ अर्को के रहेछ यो चाहिँ यो हो यो चाहिँ अचार यहाँ पाउँदछ भने अचार होइन कि होइन अचार चाहिँ अचार होला तर के को यो चाहिँ काजु लिम चेरी लिँदैछौँ चेरी वी आर बाइङ चेरी एन्ड काजु खप्पा खाइदिने ओपिँदैछ यो पनि दिनु त दुइटा कति कति यो त महँगो होला कि त्यो नलिने यार ठिकै छ लिदिउँ 1.6 धेरै छैन सर त्यो पनि छ त ए ए त्यो ओखर ओखर पाउँदो रहेछ खजुर त धेरै महँगो रहेछ यार खजुर त सो मच महँगो हाम्रो बजेटले भ्याउँदैन जस्तो चाहिँ अलिकति लिने 1 केजीको हो र त्यो त अनि कतिको होला पैसा प्राइस ट्याग चाहिँ जेमा पनि हुने क्या यहाँ यस्तो पसल गाउँको जस्तो हाम्रो गाउँको जस्तो पसलमा पनि अनि त्यो 30 सेन्स भयो पक्र देउरे भाइ पैसा दिएर त्यसमा बाबाले टन्नै छ कि देउरे भाइ कहाँ छैन नि त पहिला खुजुरा निकालेको के भन्छ बगदारिया चाउ अलिअलि त आउँछ हो अहिले पनि बुली गरिनु पर्ला भाइ चाहिँ निकाल न खाइदिएन यतिकै नदिकन अब के छ खप्पै हेर्ने हेर्ने गाइजहरू चिरी खाएको हामी मुख चाहिँ नमिटाउनु है धुकै त होला नि जाँको घरमा गएर फेरि धोएर खाने यो चाहिँ अहिले चाहिँ खाइदिनु होइन कस्तो दामी हो एकछिन छिटो नभयो छैन पुरै झुप्पै खाएको दाइ निकाउन के खाउ न नि होइन वाह मिठो हुँदो रहेछ त यार हो अस्ति पनि खाएको खाना त कहाँ थाहा छ बेनिताल ल्याएर दिएको थिएँ भिन्दाले होइन हौ कहाँ खाएको थाहा छ अर्को होइन इन्डियाबाट आउँदाखेरि बसबाट निकालेर खाएको थियो थाहा छैन त्यही हो होइन उमा पनि खाएको होइन कहाँ त्यसो फटाफटा कुरा मात्रै याद नगर्नु न त्यो दशक दिनहरू अलिकति हामीले त्यस्तो चाहिँ होइन क्या यसो निकालेर खाएको छैन बसबाट मागे खाएको हामी चाहिँ चोरेर खाएको चोरो खाएको यहाँनिर छ ठुल्ठुलो रुखहरू चाहिँ नि भाइ अस्ति काम गर्ने ठाउँमा पनि खाने ठाउँमा खाएको थियौँ
यहाँ हेर्नु त ल यस्तो ठुल्ठुलो रुखहरू छ क्या यहाँ चाहिँ पुरानो पुरानो अझै यहाँतिर रछ बदाम खाएर पावर बढाउने होइन त काजु ए काजु सरी काजु काजु खाएर के अरे बौलाउने शिलाजित खानु पर्दैन होइन काजु खाएर बौलाउने भौलाउने हो त है अब त बोल्नु के हो जस्ट भिडियोको लागि मात्रै है यो यति धेरै पटा छैनौँ नि हामी भयो पनि देखाउँदैनौँ नि हामी अहिले होइन पब्लिकमा नुन लाए पो रहेछ नम्किन होला है अब फोन मिल्छ भाइ यहाँ मिल्दैन हेलो मिल्दैन दिस कलिङ हाँ भाइ स्टाफ मात्रै लेख्छ हामीले त्यहाँ होइन मिल्छ हौ पैसा छिराउनु पर्छ मिलिहाल्यो लगाइदिउँ न केटीहरू आएर